हेलो गाइस, सम्पूर्णमा नमस्ते। म चाहिँ आज रामारोसनको बीच जङ्गल लामा दहीको अलि छेउमा चाहिँ एउटा मौरी निकाल्न गइरहेको छु। अब मैले चाहिँ मौरीको मह चाहिँ तानिसकेँ। अब किरा र म चाहिँ दाजुले अलग अलग गर्दै हुनुहुन्छ हैन। अब रामारोसनको एकदम ओरिजिनल मह, रामारोसनको जङ्गलको हरेक जडीबुटीको फुलबाट चाहिँ मौरीले मह उत्पादन गरेर चाहिँ यो मह चाहिँ हामी निकाल्दैछौँ हैन। अब यो भित्रमा चाहिँ अलि यो रुख चाहिँ कुहिया रहेछ, अलिअलि माटो छ। ल फेरि मैले मह निकालिसकेँ। ल हेर्नुहोस् है, यति ठुलो बोतला छ। ओ माई गड, यो रुखमा चाहिँ लगभग मह धेरै छ भन्ने हामीलाई आशा छ। पुनः पनि मैले एउटा बोतला तानिसकेँ। ल ओ माई गड, रुख चाहिँ भित्र यो चाहिँ एकदम सडेर चाहिँ पुरै बर्खाको सिजनमा चाहिँ पानी आएर भित्र चाहिँ पुरै यसको टोटको कुहिया सड्या रहेछ हैन। त्यही भएर चाहिँ भित्र चाहिँ अलि माटो जमेको हैन। अब यही भित्र चाहिँ हामी अझै अरू मह निकाल्दैछौँ। ल दाजुले चाहिँ अलि मौरीले टोक्छ भनेर डराएर यतै बसिरहेको थियो। म चाहिँ चट्ट निकालिरहेको छु। ल हेर्नुहोस् है, कसरी हेरिरहेको छु मैले भित्र टोटकोमा। फेरि आएर नाकमा खाइदियो भने त गाह्रो हुन्छ है गाइस। ल निकालिहालेँ मैले। अब चाहिँ लास्ट बोतला हो हैन। ल फेरि मलाई मौरीले हातमा टोकिसक्यो। माई गड, ओहो बेकार भयो यार। ओहो, ल मैले पनि हात चाटिसकेँ। ल मह गाडेको फाइदा यति हो, मह गाडे हात चाट्न पाइन्छ। याद गर्नुहोस्, तपाईँले चट्ट पाडेर मह निकाल्यो भने हात चाट्न चाहिँ अनिवार्य हुन्छ। ल म पनि जहाँ गयो भने मलाई खप्पै खाइदिन्छु म। फेरि यो म चाहिँ फेरि पनि तान्दैछु। ल है, बाँकी रहेछ सबैभन्दा धेरै मह। ल यो चाहिँ धेरै ठुलो बोतला छ हैन। त्यही भएर चाहिँ यसलाई तान्नै गाह्रो भइरहेको। म पनि पुरै चुइया है। ल ओहो माई गड, कस्तो चुइयो यार म। वाह, चुइयो तान्यो। ल म चाहिँ पुरै खेर गयो।